अहिले चाहिँ हामी रोटस क्लबमा छौँ यहाँनिर। हाम्रो सामान कहाँ गयो? निल भाइ के छ? रेडियो। हाम्रो सामान कहाँ गयो? हाम्रो सामान यहाँ छ। हेलो गाइस, आज हम इंडिया जा रहे हैं। आज हम सुनौली रुक के फिर कल वापस इंडिया चले जाएंगे। हिमालको सुन्दरताको साथ हाम्रो यात्रा सुरु। ल गाइज, वेलकम टु माई भ्लग। हेलो हेलो। हाम्रो आइआइटी बम्बईको यात्रा लगभग सुरु हुन आँटेको छ। सबजना एकदम रेडी छन् यहाँनिर। अहिले चाहिँ फोटो सेसन चलिरहेको छ सबको यहाँनिर। फोटो सेसन पछि हामी गाडीमा बसेर अगाडि बढ्नेछौँ। हिमाल पनि एकदम राम्रो देखिएको छ। हाम्रो टिममेट फोटो सेसन क्या आउनु? चढौँ बसमा चढौँ। भडारी दाजु सामान यहाँनिर, ब्याग यहाँ छ। हाम्रो आइआइटी बम्बईको यात्रा सुरु हुँदैछ है। अब कलेज टु गोरखपुर एन्ड गोरखपुर टु मुम्बई हामी यति जान छौँ। हामी चाहिँ अब यहाँतिर के अरे यो ट्याक्सी स्ट्यान्डमा दाइहरूले चाहिँ अब यहाँ बिल हान्दै हुनुहुन्छ कुन गाडीमा जाने भनेर। हामी कहाँ जान्छौँ साउदी? रक स्टार बम्बई जान्छौँ है। हामी चाहिँ भक्कै चलिदिन्छौँ बम्बई यहीँबाट हो। अब हामी चाहिँ गाडीमा चढिसक्यौँ। टक्क अब सुनौली पुगिन्छ। सुनौली पुगेपछि टक्क मासु खाइन्छ। अनि ट्रेनमा चढेर भोलि अन्त ल। A few moments later. के भन्नुहोस् साथीहरू? सही खाना आइहाल्छ। डकुमेन्ट्रीमा स्वागत छ। हामी चाहिँ अहिले सोनौली बोर्डरमा छौँ यहाँनिर। हाम्रो टिम चाहिँ यहाँनिर छ। यसरी सब सामानहरू यहीँ छ। रोबोटिक्सहरूको सब सामान मान्छेहरू यहीँ छन्। सो अब चाहिँ हामी बोर्डर क्रस गर्न लागिरहेछौँ। आज चाहिँ हामी गोरखपुरसम्म जान्छौँ। अनि गोरखपुर गएर चाहिँ भोलि बिहान 5:45 ट्रेन छ। सो त्यो क्याच गर्ने हो। आजको चाहिँ उहाँदेखि यहाँसम्म आएको चाहिँ खासै बनाइएन होइन, किनकि अलिकति बसमा आइयो। त्यस कारणले गर्दाखेरि खासै बनाउन पाइएन। के भएर बल्ल अब चाहिँ बोर्डरमा आइपुग्यो। उता जाने गाडी कस्तो हुन्छ? कस्तो भयो त यहाँसम्मको यात्रा? भेरी गुड। बोर्डर सुतेर आइयो। बोर्डर क्रस गर्न त कस्तो लागिरहेको छ? विदेश गएको। हामी चाहिँ अब देश छोड्दैछौँ। अलिक दुःख लागिरहेको छ। आँसु पनि झरौँ न। खाँदा कहाँ गयो यार? खाँदा हरायो त्यहाँ। खाँदै नि त। ओ माधव दोस्त, खाँदा खै त विदेश जाने मान्छे। ल खाँदा खै, विदेश जान आँटेको खाँदा खै त। निखिल भाइ खाँदा खै। लगो लगो। रक स्टार दोस्त के छ? तरुण भाइ रमाइलो भइरह। हामी चाहिँ बोर्डर क्रस गरिसक्यौँ। लास्टै रस हान्दो रहेछ नयाँ डोलीहरू हेलमेट नराइकन नेपालबाट इन्डिया छिर्दाखेरि फेरि हुन्छ नि गाडीको त्यो ट्राफिक जसले जताबाट हाले त्यसै हेर्दा नेपाल सिस्टमेटिक देख्यो त दोस्त। धेरै सिस्टमेटिक हामी चाहिँ बससँग जाँदैछौँ। मस्त सामान बोकेर होइन। बस खै 7:30को भन्नु 7:40 45 कति भयो। घर नानेर आयो कसम। बाटो छोडेन भने मारिदिन्छ यसले हामीलाई। बाटो छोडेन भने मारिदिन्छ यार। के भएछ हामी इन्डिया आइपुग्यो भने फिल भयो। A few moments later. हामी चाहिँ गोरखपुर जाँदैछौँ सिनौलीबाट बसमा चढेर।
के भन्न चाहनुहुन्छ कृतिजी? के भन्न चाहनुहुन्छ सबिनाजी? पान खानु मलाई आधी घन्टा लाग्छ यो पानवाला हातको त्यस्तो नमिठो एक्सपिरियन्स छ ठिकै थियो कस्तो थियो? ठिकै थियो इन्डियाको एक्सपिरियन्सहरू अलि नमिठो होला जस्तो लागिरहेको एक्सपेक्टेसन्स त्यस्तै छ पान त काँकर भिट्टाको मिठो हो नि। पान काको काँकर भिट्टा अब काकर भित्ता उता पूर्व हो त्यही त त्यहाँको पान बेस्ट हो कि पान खान भन्छ पान खान पूर्व हो कि काँकर भिट्टा दामी पान पाइन्छ। माधव भाइ यस्तो रमाइलो टुरमा हो तिमी गेम खेल्न बस्या हो यार तिमी यार। गेम खेल्नु पर्यो नि त यार कजमको प्र्याक्टिस हामी चाहिँ यहाँनिर यस्तो खाजा खान दिएको अरे केटाहरू चिया खानेका छन् त्यहाँनिर। A few moments later. हामी चाहिँ अहिलेसम्म गोरखपुरको रेलवे स्टेसनमा नि र अब चाहिँ हाम्रो अहिले चाहिँ 11:30 भएको छ अनि भोलि बिहानको 5:50को ट्रेन छ। अब 3 बजीसम्म चाहिँ गोरखपुर अब घुम्दै हल्लिँदै बस्नु त होला। यहाँनिर गाइजहरू रिचार्ज हालिरहेछन्। केटाहरू अब रातभरि टाइम पास गर्नको लागि चाहिँ केटाहरू रिल बनाइरहेछन्। हामी त्यो लुपबाट निस्किसकेका छौँ भूत भुलैयाबाट हामी एकदमै खतरा लुपमा फस्यौँ। जताततै जान्छौँ एउटै गेट आइरहेको थियो। स्कुल पनि एउटै स्कुल पनि एउटै आइरहेको दुईचोटि एउटै। वडापाव काण्ड भयो यहाँनिर। फेरि सुनाउनु एकचोटि के भयो। म बडाबाउ किन्न गएँ होइन डेलो भाइ गरमै भनेर मेरो हातमा छुवाइदियो एउटा त्यो डल्लो तातो थियो नि त किन हामीले किनेर यहाँ भित्र यसो आएर छामेर त चिसो न चिसो मेरो बाँची जस्तो स्क्याम भइदियो। स्क्याम भयो एकदम 24 hours later. वेलकम टु मुम्बई। गाइस चोरले झन्डै मेरो फोन चोरा लगाएको थियो। बल्ल बल्ल चोरलाई पक्रेँ। सो पकेट मार्दै एकदम जोगिनु पर्छ यसरी फोन चोरी हो। हामी चाहिँ आइटसम्म जाँदैछौँ अटोमा चढेर है ट्रेन तल खास यसमा चाहिँ उसवाला एउटा त्यो न्युयोर्कवाला गीतमा न्युयोर्कवाला त्यो राखेँ क्या सुरुमा आई क्यान लिरिक बज्छ होइन ठ्याक्क त्यहाँ पछाडि पछि चाहिँ हामी चाहिँ अहिलेसम्म आइटी बम्बेमा। हामी चाहिँ ट्याक्क यो गेट रहेछ यहाँ ठुलो यो गेटभित्र चाहिँ ट्याक्क हामी पसेका छौँ। अब हामी जाँदैछौँ भित्र। यहाँबाट भित्र यति ठुलो रहेछ कलेज यति ठुलो रहेछ होइन। यो कलेजभित्र जानको लागि पनि लाइक यो के भन्छ अटो यहाँनिर बगिरहेछ। पर पर्सन 10 रुपियाँ लिन्छ अरे भाडा अनि त्यसले चाहिँ ट्याक्कसँग जानु दिन्छ अरे। हामी चाहिँ अहिले इन्ट्री गर्दैछौँ। हाम्रो सामानहरू यहाँनिर छ सब टोली नै यहाँनिर छ र हामी चाहिँ अहिले भित्र छिर्न खोजिरहेको छौँ। गेटभित्र त पस्नु छ भन्दा अझै भित्र जाने छौँ हामी। भित्र छिर्दा कस्तो लाग्यो त? एकदम फर द फर्स्ट टाइम। आमाथाली ठुलो गेट रहेछ कस्तो लाग्यो तिमीलाई? इजिली छिर्यो तिमीलाई कस्तो लाग्यो? खतरा रहेछ पुल्चक त के होइन यसको अगाडि। कस्तो फिल भइरहेको? एकदम एक्साइटेड ओभरवेल्मिङ मतिलाई एउटा लाइक सुडाइ कस्तो फिल भइरहेको? ट्याक्क तो कल खाएंगे भाइले आइआइटी आउने बित्तिकै रिमेन्ट लाएर तनाव छ। अरू मान्छे घर जाने दिन दुख्यो नि तर म खुसी हुन्छ कि किन म अहिले पनि घर फर्किन मन लागेर निल भाइलाई मोटिभेट गर्नु पऱ्यो कि ऋषभ भाइ? किन डिमोटिभेटेड हो त्यस्तो। ल फाइनल्ली हामी चाहिँ बगीमा बसिसकेका छौँ। ट्याक्कसँगले हामी आइआइटी बम्बईमा अब यहाँ एक्सप्लोर गर्न हिँड्दैछौँ है। ल यहाँ केटाहरूलाई हेरौँ। निखिल भाइ के भन्न चाहन्छौ? म के भनौँ भाइ आइआइटी कस्तो लाग्यो तिमीलाई? आइआइटी आएपछि बोल्न मलाई अलिकति शान्त लागिरहेको आएर ठिकै गरेछु जस्तो लागिरहेको। हाम्रो दिवस अब यो क्यामेरा पर्छ। आइआइटी घुम्दैछौँ हामी। खाजासाजा खाएर मस्त अब आइआइटीमा के रहेछ घुमेको। यति ठुलो रहेछ यो। यति ठुलो त पोखरा नि थिएन यार। मलाई त कस्तो आज रुम पाइँदैन होला डुलेरै बस्नु। रातभरि डुलाउँ के? एकोमोडेसन